नमस्ते, म रामकृष्ण थापा, अनिराज शिव केन्द्रीय लेखायक सदस्य, स्वतन्त्र विद्यार्थी युनियन कोटेश्वर क्याम्पस सचिव एवं अनिराज शिव कोटेश्वर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष। पोखरामा हुन गइरहेको राष्ट्रिय युवा सङ्घ नेपालको 10औं राष्ट्रिय महाधिवेशनमा सम्माननीय प्रधानमन्त्री हाम्रो पार्टीका अध्यक्ष श्री केपी शर्मा ओलीज्यूले समुद्घाटन गर्दै हुनुहुन्छ। तसर्थ राष्ट्रिय युवा सङ्घ नेपालको सम्मेलन ऐतिहासिक रूपमा सम्पन्न होस्। देशमा भ्रष्टाचार न्यूनीकरणको कुराहरू, सुशासनका कुराहरू र देशमै युवाहरूलाई रोजगारी दिलाउने सवालमा राष्ट्रिय युवा सङ्घ नेपालको नयाँ नेतृत्वले अहम भूमिका खेल्नेछ भन्ने अपेक्षा लिएको छु। साथसाथै देशमा हाम्रो गौरवशाली पार्टीमाथि जुन खालको आक्रमण भइरहेको छ, अब राष्ट्रिय युवा सङ्घ नेपालको नयाँ नेतृत्वले त्यो खालको वातावरणको बनाउन न्यूनीकरण गर्नको निम्ति राष्ट्रिय युवा सङ्घले भूमिका खेल्नेछ भन्ने अपेक्षा लिएको छु। राष्ट्रिय युवा सङ्घको 10औं राष्ट्रिय महाधिवेशनको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद। नमस्ते।